शुक्रबारदेखिको निरन्तर वर्षाका कारण रामधुनी 8 नम्बर वडा सेहरा खोलाको बाढीले झुम्का अर्गानिक कृषि फार्म प्रालीमा क्षति पुर्याएको छ। बाढीमा परेर फार्ममा रहेको 200 भन्दा बढी बङ्गुर बगाउँदा अनुमानित रु 80 लाख मूल्य बराबरको क्षति भएको फार्म सञ्चालक भरत कार्कीले जानकारी दिनुभयो। फार्मका सञ्चालक कार्कीका अनुसार फार्ममा 300 बङ्गुर रहेको थियो। बाढीले बगाउँदा अहिले 60 वटा मात्र रहेको जानकारी दिनुभयो। बच्चा बङ्गुर मध्ये 40 वटा पानीमा डुबेर मरेका छन् भने मासु उत्पादनका लागि तयारी अवस्थामा रहेका बङ्गुर बगाएको जानकारी दिनुभयो। तिहारको समयमा बजारमा बिक्रीका लागि निकाल्ने तयारीमा रहेका बङ्गुर समेत बगाएपछि ठूलो आर्थिक क्षति भएको कार्कीले बताउनुभयो। उहाँले भन्नुभयो, बाढीको पानी 81 फार्ममा पस्यो। बङ्गुर पालन गरेको खोरमा केहीलाई मात्र जोगाउन सक्यौं, बाँकी सबै बगाएको बताउनुभयो। पानीको बहाव अत्याधिक भएकाले बाँकी 70 माउ बङ्गुर समेत वाल नाघेर भागेको जानकारी दिनुभयो। यस्तै कुखुरा पालनको फार्ममा भने बाढीको पानीले केही मात्रले जोगिएको बताउनुभयो। कुखुरा खसी बङ्गुर पालन व्यवसाय गर्दै आएका कार्कीलाई सन् 2078 सालमा पनि यस्तै बाढीले ठूलो क्षति पुर्याएको थियो। पटक पटक बाढीको जोखिम खेप्दै पनि उहाँले पशुपालन व्यवसायलाई निरन्तरता दिँदै आउनु भएको छ। फार्मबाट उन्नत जातका पाठापाठी बङ्गुरका बच्चा, कुखुराका चल्ला उत्पादन गरी बिक्री वितरण गर्दै आएका छन्।